Let's start Quora! Let's start Quora! के बर्खा लाग्यो जसरी पहिरोको डरमा नि रा न घाम लागेको छ न पानी परेको छ तँलाई के बोइस लागेर यो छाता ओढिरहेछस् हँ म त यो उमेरमा छाता ओढेर हिँडिरहेको छु तर त यो उमेरमा हुन्थिस् भने म्याक्सी ओढेर हिँड्थिस् के भाइ म्याक्सी के ठुला कुरा गरेको सानो भनेर हेपेको देख न तेरो धोती फुस्काएर छाड्छु ए पक्त पक्त के भो साँच्चै भन्ने यार त कहाँ जान लागेको अब मेरो बिहे हुँदैछ त्यही भएर बिहेको सिफारिस गराउन जान लागेको ल ल ल ल ल ल ओइ के भयो र के गर्छु आइज न हो ल ल हुन्छ घरमा चाहिँ को हुनुहुन्छ? के होला हजुर? घर पनि नयाँ बनाउनु भएको रहेछ, वायरिङ सायरिङ पनि भएको रहेछ। के छ त काम हामीलाई दिनु पर्यो। ठिक छ हामी काम दिन्छौँ के कति लाग्छ मिलाएर गरिदिनुहोस् सामान लिएर आउँछु, मान्छे पनि लिएर आउँछु, काम भइहाल्छ। हेलो कहाँ हो यहाँ? काम मिलिसक्यो, काम गर्नु पर्यो यार। यहाँ आऊ न, कहाँ हो? ए ठिक छ छिटो आऊ है, यहाँ काम मिलिसक्यो, तारिख गर्नुपर्छ काम।
भन्ने कहाँ हो यहीँनिर हो ए ये गर हो जाम न जाउँ न सामान पनि ल्याउनु छ अरे हो अब मिलाएर कति तार लाग्छ अब गर्नु पर्यो म पनि अब के तार सार लिएर आउँछु साउजी यहाँ बिजुलीको सामान पाइन्छ के यो बिजुलीको सामान नभएर केरा फलफुल जस्तो लाग्छ कि हो हे भगवान् यो चाहिँ नि मेरो आँखा बन्द गराइदेऊ अर्को जुन यो साउजीको पनि मुख बन्द गराइदिनु माफ गर भाइ तिम्रो मन दुखाए तिम्रो चाहिएको सामान लैजाऊ भाइ सामान दिने नै भएपछि यो लिस्ट अनुसार दिनु न होल्डर एमसिबी मेन स्विच साउजी यो पनि छुटेर यो पनि हालिदिनु न सामान त दिनुभयो साउजी आँखा देख्दिन घरसम्म पुर्याइदिनु पर्यो ओए पक त्यो होइन के गरेको लाज लाग्दैन के को लाज लाग्ने हो र तिमी त मेरो आफ्नै मान्छे होइन र कहिलेदेखि भएर म तिम्रो मान्छे थाहा छ मलाई तिम्रो मान्छे को हो भनेर मैले यसको लागि यत्रो मरिहत्ते गर्दा पनि यसले ममाथि यत्रो धोका अब यसको लागि मैले के नै सोच्नु पर्ने थियो र
भारती भाइ अघिदेखि गएको अहिलेसम्म आएको छैन खै टेन्सनमा पो छ कि हामीले अब तत्कालै हस्पिटल लैजानुपर्छ प्राथमिक उपचार भइसक्यो यही हामीले ढिला गर्ने भनेपछि उसको ज्यान जान सक्छ है ल छिटो गरौँ बिरामको अवस्था नर्मलै छ तपाईँहरू नआत्तिनुहोस् डाक्टर साहब हामी अब जान सक्छौँ बिरामीको आफन्त बाहेक अरू जान सक्नुहुन्छ डाक्टरले पनि नर्मल छ भनिरहनु भएको छ अनि केही समस्या आइपऱ्यो भने चाहिँ नि खबर दिनु सम्झेनु अनि हामी जान्छौँ है हामी पनि जान्छौँ है ल हामी पनि जान्छौँ है ओरा ओरा एउरानीको छोरा ओरा ओरा एउरानीको छोरा ओरा ओरा एउरानीको छोरा ओरा ओरा ए ओरा ओरा ए ओरा ओरा ए रानी रानी रानीको छोरा ए घातकी सार्वजनिक मान्छेलाई यसरी हान्ने हुन्छ मैले त्यहाँ जलास पनि हाने होइन नि मैले त त्यहाँ पो जलास पनि हाने हो जहाँ गए पनि हाना चाहिँ किन त तैँले गाली गरिस् मैले हान्देँ तर मैले गाली के गरेँ ओरा ओरा के रे रानीको छोरा ए मैले त राडीको छोरा सम्झेँ पो कानको कमजोरी केही कुरा सुनेको र देखेकै भरमा सत्य नआउन पनि सक्छ ठिकै छ यो कुरा मेरो पुरै ध्यान आकर्षण हुनेछ यस्ता कुरा ओइ 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 तिम्रो बाबु खै तिमी यहाँ किन आएको बाउलेदेखि मार्छन् खबर गरेको बेलामा आइहाल्थ्यो नि हिजो भनेको बिर्स्यौ आउनु जाउँ ल म बेलुका छिटै फर्किनुपर्छ
आहा क्या राम्रो ठाउँ, मैले सोचेको भन्दा पनि धेरै राम्रो रहेछ। यो ठाउँ त के हो र? योभन्दा आज कति राम्रो ठाउँ लिन सक्छु। घुम्ने गएको कुरा छोरा, त्यो पैसा भएको भए मैले के गर्थेँ होला। पैसाको के कुरा गर्छौ? पैसाको लागि त ऊ हेर त, ऊ त्यो पारीको छ नि, त्यो होटेल हो। त्यो 5 तारे होटेल मेरै हो। यो तलको खेतहरू छ नि, यो सिम खेतहरू सबै मेरै हो। ल हामी आएको पनि धेरै अगाडि भइसक्यो। घरमा जानुपर्छ, बाले मार्नुहुन्छ नि फेरि। ल ल जाउँ न त। यसरी नै मलाई तिमीले साथ दियौ भने म तिमीलाई समुद्रको माछा खुवाइदिन्छु। यदि तिमी समुद्रको माछाले पनि अगाएनौ भने म तिमीलाई भारतको मेवा खिलाइदिन्छु। आज मलाई यसैले बचाउँछ। जुनेली, अब छुटिनुपर्छ। तिमी पनि जाऊ, म पनि जान्छु। भोलि भेटौँला नि है। ल ल मलाई बिहानै छोडेर यत्रो काम गर्दा पनि कहाँ गएछ त्यो? कहाँ गएछ? आओस् न मात्र, त्यसको खैरियत छैन। काम ए मेरो भाइको त यतिको काम, म त घुम्न गएको होला भनेर पो त्यत्तिकै रिसा हो। जाऊ न, आइज आइज, बस्नु यहाँ, थकाइला होला। पानी खान्छस्? ल्याइदिउँ? ल्याउन त खाऊँ। भोग्ला होला है? लाग्दैन त यति बेलासम्म? नरिसान, 2 भाइ मिलेर बनाउला नि। ए ठिक छ। जानु त भाडा माझ। भाडा त धोइस्, दाउरा पनि लिएर आउनु त। ल ल। दाउरा त ल्याइस्, अब आगो बाल्नु त। सबै काम मैले गर्ने भए तैँले के गर्छस्? कि भाउजू ल्याए कि बुहारी ल्याउन दे? भाउजू चाहिँ सपनामा देख, तर बुहारी ल्याउने भए चाहिँ ल्याउँदा हुन्छ। उठ्नुहोस् त हजुर, तपाईँको औषधि खाने समय भइसक्यो। यसो गर्नुहोस्। कस्तो छ त अनि तपाईँको अहिले अवस्था? ठिकै छ, ठिक भयो जस्तो छ मलाई।
डाक्टर साहब नमस्कार। नमस्कार हजुर, आइपुग्नु भयो? आउनु न, बस्नु। डाक्टर साहब बिरामीको अवस्था कस्तो छ? बिरामीको अवस्था त एकदम ठिक छ। तपाईँले अब लग्न सक्नुहुन्छ आफ्नो बिरामीलाई। बिरामीको लागि गाउँमा पैसा उठिरहेको थियो, अनि यहाँ कति भइरहेछ? बिरामीको टोटल चाहिँ डाक्टर साहब यति भइरहेको रहेछ। हामीबाट उठेको रकम यही नै हो। यो हजुरको खातामा गइसकेको छ। हुन्छ, तपाईँको बिरामी चाहिँ लिन सक्नुहुन्छ। कुनै समस्या पऱ्यो भने बिरामीलाई फेरि लिएर आउन सक्नुहुन्छ। ओके डाक्टर साहब, हुन्छ त्यही गरौँला है त। त्यसपछि फेरि केही दुःख बिरामी पाउनेछि फेरि सम्झौँला। ल ठिक छ। ल जाउँ त बाबु, आइज। ओइ किन लुकेको? गर्नु नगर्नु गरिसकिस्, बाहिर निक्ले। के खुइ ल्याउँछस्? आइज न बसौँ। जे नहुनु भइसक्यो हो त, अब डराएर भागेर केही हुँदैन। ए छोरी आइपुग्यौ त? ए आए, काम भ्यायो धेरै। छोरी म पनि गाउँतिरबाट भर्खरै आएँ। यता खाना बनाउन पनि ढिला भइसक्यो। अब बाबु छोरी मिलेर खाना बनाउन त। बा हजुरसँग केही कुरा गर्नुपर्ने थियो। भन्न त भन् बाबु, के कुरा हो? बा मेरो सानैदेखिको मिल्ने साथी थियो, तर ऊ आज जीवन साथी हुन सकेन। त्यसैले मैले आज ठुलो निर्णय लिन खोजेकी छु। त्यस्तो निर्णय के हो र छोरी, भन न भन। मेरो हातमा आज नवीन आउँदैछ। ठिक छ छोरी, तिम्रो खुसी नै मेरो खुसी हो। उमेर पनि भइसक्यो, बिहे गरेन त छोरी। बिहे गर्ने केटा खै त छोरी। ए हुन नसकेको बुढा, भित्रै आइजाउ न त। ओइ यता हेर्न, म चाहिँ हुन नसक्यो, यो चाहिँ भइसकेको। बा बुझायो। म भूत भइगयो, कैलाशको शिवजी हो, धोकेबाज केटी। बा अब म बिहे गर्दिनँ।
अब सहर गएर पढेर जागिरी खाएर बाउको सपना पुरा गर्नुपर्छ। बाबु उठ त, अबदेखि मेरो सपना पुरा हुने भयो बाबु, उठ। के सपना हो र बा? हेर त बाबु, हेर तेरो सपना आज हेर। हेर तेरो सपना यही हो बाबु। अब तेरो मेरो सपनाको सहर जाँदैछस् त। के सपना भन्छ बा? मैले त कुरै बुझिनँ। झोलाभरि किताब छ बाबु, अब सहरतिर लागिहाल। के सपना हो र बाउ? भन न, म अहिले नै पुरा गरिदिन्छु। सहर त म मरि काटे जान्न बा। भनेको मान्दैनस्, अब खरानी हुन्छस् त। बा, खो रानी होइन, को राजा बनेर आउँछ तिम्रो छोरो। हेलो साथी, त्यहाँ भएको तरुवाल, बन्चरो, आँसी रेडी पारेर बस त। खोइ त केटाहरू सामान। सामान त सेफ छ। किन निकाल बाबा? अस्ति राति 12 गतेदेखि हामी सुर्दिसक्यौँ। कसरी सुर्द्याउ त तिमीहरू? हाम्रो बाबुआमाले के भन्छन् थाहा छ? भन न त। माथि गएर काकाको छोरो सुब्बा भइसक्यो भन्छन्। माइल दाईको छोरा ब्याङ्कमती जागिरी खाने भइसकेछ। पल्लो घरको छिमेकी कि आन्टीको छोरो अस्ति भर्खर इन्सपेक्टरमा नाम निकालेको छ अरे। हामी नसुध्रिएर भयो त अब। त्यसो भए सुन, मेरो बाउले के भन्छ? के भन्छन्? मेरो बाउले खरानी भन्छन्। के म खरानी बन्नु त? जाने भए जाम, नन्त्र म लागे। रोक न। ल ल, आज मात्रै जाउँ न त। आऊ केटा। जान त जाने, कहाँ जाने? दाउरा जाने नि, म पनि अब सुर्दिसकेँ नि, जाम। Thank you.